पूर्व राजालाई तत्काल पक्राउ गर्न सरकारलाई माओवादीको दबाव, 2 जनाको हत्या गर्ने शाहलाई कुनै पनि हालतमा उम्कन नदिने माग, 17,000 को हत्या गर्ने प्रचण्डलाई पनि पक्राउ गर्नुपर्ने आवाज उठ्यो। नेकपा माओवादी केन्द्रले सडकदेखि सदनसम्म पूर्व राजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न सरकारलाई दबाव दिइरहेको छ। 2 जनाको हत्या, सर्वसाधारणको घरमा आगजनी र लुटपाटका मुख्य नाइके पूर्व राजा ज्ञानेन्द्र शाहलाई तत्काल पक्राउ गरेर कानूनी प्रक्रियामा लानुपर्ने माओवादीको माग हो। यसैबीच नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल, राजन दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एक स्ट्याटसमा उनले शाहको सेवा सुविधा र सुरक्षा खारेजी गरी गिरफ्तार गर्नुपर्ने उल्लेख गरेका छन्। स्ट्याटसमा उनले भनेका छन्, ज्ञानेन्द्रका समर्थकले राजावादीहरूको हिंसात्मक गतिविधिको भिडियो खिच्न गएका एबी न्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरेका छन्। तत्काल गिरफ्तार गरी मुद्दा चलाउनुपर्छ। माओवादीका नेताहरूले पूर्व राजा शाहलाई पक्राउ गर्न चर्को दबाव दिएपछि सामाजिक सञ्जालमा 10 वर्षे जनयुद्धमा 17,000 को हत्या गर्ने प्रचण्डलाई पनि पक्राउ गर्नुपर्ने आवाज उठाइरहेका छन्। प्रचण्डले एक कार्यक्रममा 17,000 मध्ये 5,000 को जिम्मा आफूले लिने खुलेआम बताएका थिए। 5,000 को जिम्मा म लिन्छु भन्नुको अर्थ 5,000 को हत्या मैले नै गरेको हुँ भनेर स्वीकार गर्नु सर नै हो। तर प्रचण्ड राजनीतिक शक्तिको आडमा उम्किएका छन्। यस विषयमा तपाईको प्रतिक्रिया के छ? कमेन्ट गर्नुहोला।